निर्वाचनबाट बाबुरामले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भनेर मैले कुनै कार्यकारी भूमिकामा नरहने र निर्वाचन पनि नलड्ने मैले उद्घोष गरेँ। जेनजी र नयाँ शक्तिलाई सघाउने संकेत गरेका छन्। पनि म 70 वर्ष नागिसकेँ, अब नयाँ पुस्ताहरूलाई अगाडि ल्याउनु पर्छ। बल्लान् त देशको अभिभावक बाबुराम भट्टराई सपोर्ट कसलाई गर्लान्? जेनजी रेभोल्युसनको बेलामा पुराना दल र पूर्व प्रधानमन्त्री मध्ये सबैभन्दा फ्रन्टमा आएर जेनजी रेभोल्युसनलाई सपोर्ट गरेका बाबुराम भट्टराईले कसको सरकार बनाउनको लागि सपोर्ट गर्लान्? बालन सरकार, गगन सरकार, केपी ओली सरकार अथवा प्रचण्ड सरकार? आउनुहोस् चर्चा गरौँ। कथा टुडे, एभ्रिथिङ एभ्रीवन हैज अ स्टोरी। नेपाली राजनीतिको बौद्धिक खेलाडी मानिने पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आगामी निर्वाचनबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरे। गोर्खा क्षेत्र नम्बर 2 बाट उम्मेदवारी दर्ता गराएका भट्टराईको यो प्रत्याशित कदमले इन्ट्रेस्टिङ शिफ्ट ल्याउने देखिएको छ। शुक्रबार एउटा विशेष सन्देश जारी गर्दै भट्टराईले आफू चुनावी प्रतिस्पर्धा भन्दा बाहिर रहेर अभिभावकीय भूमिका निर्वाह गर्ने स्पष्ट पारे। उनले भने, आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। उनको यो अभिव्यक्तिले सीधा संकेत नयाँ पुस्तातर्फ गरेको देखिन्छ। जेनजी आन्दोलनलाई संस्थागत गर्नुपर्छ भन्दै सबैभन्दा पहिले वकालत गर्ने पुराना नेतामा बाबुराम भट्टराई नै अग्रपन्थीमा थिए। हालैको राजनीतिक माहौलमा बालेन शाहको उदय र राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा समाहित युवा ऊर्जालाई उनले भित्रैदेखि समर्थन गर्दै आएका छन्। अनि बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता गराउनको लागि दुईवटा व्यक्ति, विशेष गरेर रासपाका उपसभापति डाक्टर सोरेम वाग्ले र प्रचण्डको रोल छ। वाग्लेले भट्टराईलाई केवल एक नेताको रूपमा नभई आगामी सम्भावित सरकारको नीतिगत मार्गदर्शकका रूपमा प्रस्ताव गरेका छन्। फागुन 21 पछि रासपाकै नेतृत्वमा सहभागितामा बन्न सक्ने संघीय सरकारको राजनीतिक, प्रशासनिक एवं सुशासन र विकाससँग सम्बन्धित संक्रमणकालीन व्यवस्थापनमा उहाँको अनुभवबाट सिक्दै हामीले धेरै गर्नु छ भनेर सोरेम वाग्लेले भने। यसले के संकेत गर्छ भने बाबुराम प्रत्यक्ष चुनाव नलडे पनि भोलि बन्ने नयाँ समीकरणको सरकारमा उच्चस्तरीय सल्लाहकार वा नीतिगत अभिभावकको रूपमा देखिन सक्छन्। यसरी बाबुराम भट्टराई बाहिरसँगै गोर्खा 2 को चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। यहाँ रासपाले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई मैदानमा उतारेको छ। बुर्लाकोटीले अघिल्लो निर्वाचनमा प्रचण्डसँग कडा प्रतिस्पर्धा गरेका थिए। यसपटक प्रचण्डले क्षेत्र परिवर्तन गरेको र बाबुरामले समेत साथ दिने संकेत गरेपछि बुर्लाकोटीको अवस्था बलियो देखियो। यद्यपि पुराना सहयात्री प्रचण्डले समेत बाबुरामलाई फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेको चर्चा छ। यसरी बाबुराम भट्टराईको यो स्ट्राटेजिक मुभमेन्ट उनले चुनावमा भाग नलिने भने पनि सरकारमा भने उनको प्रत्यक्ष प्रभाव पर्ने तरिकाले स्ट्राटेजिक सल्लाहकारको रूपमा बस्ने उनको इच्छा कुन पार्टी अथवा कसको सरकारले पूरा गर्न सक्छ होला त? तपाई आफ्नो विचार तलको कमेन्ट बक्समा राख्नु होला है त। देश विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी, दाजुभाइ र साथीहरू आदि नमस्कार। मैले मेरो सारा जीवन नेपाल किन अल्प विकासको दुष्चक्रमा फस्यो, हामी किन संसारका सबभन्दा गरिब देश बन्यौं, किन हाम्रा लाखौं छोराछोरीहरू, नाति नातिनाहरू विदेशमा जान बाध्य भए, त्यसको निम्ति कसरी नेपाललाई छोटो अवधिमा विकास र समृद्धिको चुचुरोमा पुर्याउन सकिन्छ भनेर सारा जीवन चिन्तन मनन गरेँ र मेरो विद्यावारिधीको विषय पनि त्यही थियो। त्यो सकेपछि दुनिया बुझ्ने मात्र होइन, बदल्नु पनि पर्छ भन्ने दार्शनिक मान्यताबाट प्रभावित भएर म दुनिया बदल्ने अभियानमा लागेँ र त्यस क्रममा सबभन्दा पहिले के बदल्ने त भन्दा देशको जुन राजनीतिक प्रणाली हुन्छ त्यसलाई पहिले बदल्नु पर्छ भन्ने कुरा मैले बुझेँ। युरोप, अमेरिका, रूस, चीन लगायतका देशहरू इतिहास पढ्दा पहिले देशको राजनीति बदलेर लोकतन्त्र ल्याएर लोकतन्त्रलाई पनि समयानुकूल उन्नत बनाउँदै लगेर मात्रै देश विकसित हुँदो रहेछ भन्ने बुझेँ र देशमा त्यति बेला म जन्मिएको र हुर्केको बेला आजभन्दा 50-60 वर्ष पहिलेको बेला देशमा जुन निरङ्कुश तन्त्र थियो, सामन्तवाद थियो, विभिन्न प्रकारका विभेद थिए, त्यसको अन्त्य गर्न राजनीतिक प्रणाली फेर्नुपर्छ भनेर म लागेँ। त्यस क्रममा कहिले शान्तिपूर्ण सङ्घर्ष, कहिले सशस्त्र सङ्घर्षमा पनि सहभागी हुन हामी बाध्य भयौं। त्यसैको यो फलस्वरूप हामीले 2072 सालमा संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्यौं र त्यसले
नेपाललाई एउटा लोकतान्त्रिकरणको चरण पूरा गर्न मद्दत गर्यो र लोकतान्त्रिकको चरण मूलत पूरा भएपछि अब मुख्यत सुशासन र समृद्धि केन्द्रित नयाँ राजनीति गर्नुपर्छ भनेर मैले नयाँ शक्ति अभियान सुरुवात गरेँ। थुप्रै साथीहरूले साथ दिनुभयो र त्यो विभिन्न बाङ्गोटिङ्गो बाटो हुँदै अगाडि बढ्यो र अहिलेसम्म आइपुग्दा देशमा पहिले नयाँ शक्ति, पछि रासपा र अहिले अन्य विभिन्न दल र प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतका विभिन्न दलहरू अगाडि आइरहेका छन् र पुराना दलहरूको पनि रूपान्तरणको प्रक्रिया विभिन्न ढंगले अगाडि बढिरहेको छ। यसै क्रममा गत भदौ 23-24 गते सेप्टेम्बर 8-9 मा नेपालमा जुन ढंगको जेनजी विद्रोह भयो त्यसले मैले 10 वर्षदेखि भन्दै आएको कुरालाई नै पुष्टि गर्यो भन्ने मेरो मान्यता रह्यो। किनकि जबसम्म राजनीतिक परिवर्तनलाई लागू गर्नको निम्ति आर्थिक सामाजिक परिवर्तन तीव्र गतिले हुँदैन, खास गरी हाम्रा युवाहरूलाई देशभित्रै सम्मानजनक उत्पादनमूलक रोजगारी सृजना गर्न सकिन्न, तबसम्म देशमा लोकतन्त्रको पूर्णता सार्थक हुँदैन भन्ने कुरालाई पुनर्पुष्टि गर्यो र त्यसपछि नै मैले अब एउटा कुनै राजनीतिक दल विशेषमा मात्र टाँसिएर बस्नु भन्दा पनि म 70 वर्ष नागिसकेँ, अब नयाँ पुस्ताहरूलाई अगाडि ल्याउनु पर्छ भन्ने सोचका साथ त्यो मैले पहिलेदेखि नै विकसित गर्दै ल्याएको हुर्काउँदै ल्याएको पार्टीलाई को नेतृत्व पनि मैले नयाँ साथीहरूलाई सुम्पिएर मैले अब एउटा अभिभावकीय ढंगले भूमिका निर्वाह गर्नुपर्छ भनेर म लागेँ। अब यसै क्रममा अहिले फागुन 21 गते जुन निर्वाचनको घोषणा भएको छ त्यसको क्रममा मैले सुरुमा सोचेँ सायद मैले बाहिर रहेर नै संसद बाहिरबाट नै विभिन्न अग्रगामी सोच राख्ने पार्टी दल समूहहरूलाई सल्लाह सुझाव दिने, मार्गनिर्देशन गर्ने ढंगले भूमिका निर्वाह गर्नु र आवश्यक परेको बेलामा उहाँहरूलाई सघाउनु नै उपयुक्त हुन्छ भनेर मैले कुनै कार्यकारी भूमिकामा नरहने र निर्वाचन पनि नलड्ने मैले उद्घोष गरेँ। तर जब निर्वाचनको गतिविधि अगाडि बढ्दै गए र देशमा झन् अन्यलको बादल त्यति फाट्न सक्यो जस्तो देखिएन, पुराना दलहरूभित्र पनि विभिन्न प्रकृतिका अप्ठ्याराहरू सिर्जना भएको, नयाँ दलहरूले पनि खासै बाटो पहिल्याउन नसकेको, नयाँ दलहरू अगाडि आएको, तर देशका जुन आधारभूत समस्या हुन् तिनलाई समाधान गर्नतिर सायद हामी अझै ध्यान दिन सकेनौं कि भन्ने बोध भएर र केही प्रश्नहरू खास गरी नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न, यो भूभागमा जसरी अब संसारको पहिलो अर्थतन्त्र बन्दै गएको चीन, तेस्रो अर्थतन्त्र बन्ने दिशामा अगाडि बढेको भारत र पहिलो अर्थतन्त्र रहेको अमेरिका लगायतका देशहरूको जुन सामरिक चासो छ त्यो सामरिक चासो यदि हामीले ठिक ढंगले व्यवस्थापन गर्न सकेनौं भने अर्को द्वन्द निम्तिने र त्यसले राष्ट्रिय स्वाधीनतामाथि नै खतरा उत्पन्न गर्ने स्थिति पनि आउन सक्छ। त्यसले यस्तो विषयमा फेरि हामीले देशको निम्ति सही परराष्ट्र नीतिहरू निर्माण गर्न संसदमा गएर नै भूमिका निर्वाह गर्न उपयुक्त हुन्छ कि भन्ने मलाई एउटा लाग्यो। अर्को देशको जुन संविधान हाम्रो बनेको छ यसका केही त्रुटि छन् भन्ने कुरा मैले पहिले पनि भनेको थिएँ, यसमा सुधार गर्नुपर्छ भन्ने कुरा पनि थियो। त्यसैले संसदमा रहेर नै म संविधान समितिको सभापति भएको नाताले त्यसमा पनि केही भूमिका निर्वाह गर्न सक्छु भन्ने मलाई दोस्रो कुरा लाग्यो। तेस्रो, यो जेनजी विद्रोह पछि जुन सम्झौता भएको छ र विगतमा माओवादी शान्ति प्रक्रिया पछि पनि सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका कामहरू बाँकी छन्, ती विषयलाई अगाडि बढाउन पनि संसदको भूमिका सायद महत्वपूर्ण हुन सक्छ र देशको विकास र समृद्धिको जुन हाम्रो सबैको साझा चाहना छ त्यसको कार्यान्वयन गर्नको निम्ति उपयुक्त नीति निर्माण गर्ने, आर्थिक नीति निर्माण गर्नको निम्ति म एउटा राजनीतिक अर्थशास्त्र विद्यार्थी हुनुको नाताले पनि सायद संसदबाट भूमिका निर्वाह गर्न सक्छु र सँगसँगै म गोर्खाबाट लामो समयदेखि प्रतिनिधित्व गरेको र त्यहाँ विकास निर्माणका काममा पनि केही योगदान गर्दै आएको कारणले कतिपय योजनाहरू अधुरा थिए
र ती पूर्वाधारको जगमा एउटा तीव्र आर्थिक विकास गर्ने काम पनि आवश्यक थियो। त्यसलाई तीव्रता दिन पनि सायद मैले भूमिका निर्वाह गर्न सक्छु भनेर मैले आगामी संसदको निर्वाचनमा सहभागी बन्ने मैले निर्णय गरेँ र मैले मनोनयन पनि दर्ता चाहिँ गरेँ। र त्यसै क्रममा मसँग विभिन्न पक्षका साथीहरू, विभिन्न दलका साथीहरू, नयाँ पुराना दलका व्यक्तित्वहरूले चाहिँ साथमा आएर सल्लाह सुझाव के दिनुभयो भने तपाईहरु जस्तो व्यक्तित्वले एउटा साझा व्यक्तिको रूपमा रहनु उपयुक्त हुन्छ र एउटा सांसदको रूपमा एउटा दल विशेषको मात्रै रहँदाखेरि तपाईको भूमिका संकुचित रहन सक्छ र फेरि देशको जुन अहिले तरल अवस्था छ त्यसले अझै निश्चित आकार ग्रहण गरिसकेको पनि छैन। त्यसैले तपाईले चाहिँ चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा राजनीतिक दलहरूलाई, भोलि बन्ने सरकारलाई विभिन्न ढंगले सल्लाह सुझाव दिएर भूमिका निर्वाह गर्दा नै बढी उपयुक्त हुन्छ भन्ने साथीहरूको आग्रह पनि रह्यो, दलहरूको पनि रह्यो, व्यक्तिहरूको पनि रह्यो र त्यहाँका जनताको पनि सुरुमा त्यहीको प्रतिनिधित्व भइदिए हुन्थ्यो भने जुन सोच थियो यो तर्क सुनिसकेपछि ठिकै छ भन्ने कुराहरू पनि आयो। त्यसै भएको हुनाले मैले मेरो जीवनभरिको जुन एउटा अभिष्ट हो, जुन संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था प्राप्त भएको छ, नेपाली राष्ट्रिय स्वाधीनता हजारौं वर्षदेखि कुण्ठित रहिरहेको अवस्थालाई हामीले बिस्तारै एउटा नयाँ ट्र्याकमा हामी ल्याउँदैछौं। चुनौती थपिएका छन्, तिनको व्यवस्थापन गर्नु छ। देशको जुन संवेदनशील हिमाल पहाल तराई मधेसले बनेको जुन आन्तरिक अवस्था छ त्यसको एकता कायम गर्नु पनि छ। हाम्रा राज्यका अंगहरू जो असाध्यै कमजोर प्रकृतिका छन् भन्ने त गत भदौ 24 को घटनाले पनि देखायो। त्यसले तिनको सुधार गर्ने कामहरू बाँकी छन् र मुख्य रूपमा देशमा चाहिँ तीव्र आर्थिक विकास र समृद्धिको दिशामा अगाडि बढ्नु पनि जरुरी छ। यस्तो अवस्थामा मैले एउटा संसदीय निर्वाचनमा सहभागी भएर सांसद मात्रै रहेर रहनुभन्दा सबै साथीहरूको आग्रह बमोजिम, चाहना बमोजिम मैले बाहिर रहेर नै दलहरूलाई सघाउने र भोलि आवश्यक पर्दा एउटा देशकै विभिन्न रूपको अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर मैले आज मैले जुन मनोनयन पत्र दर्ता गरेको थिएँ त्यसलाई फिर्ता लिने मैले निर्णय गरेको छु र आगामी दिनमा म देशले चाहेको राजनीतिक दलहरू, अग्रगामी सोच राख्ने दल समूह व्यक्तिहरूले चाहेका अनुसार नै म उहाँहरूलाई सहयोग गर्न, यो देशको निम्ति, समाजको निम्ति निरन्तर लागिरहन म आफ्नो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र यस क्रममा मलाई साथ र सहयोग दिनुहुने सम्पूर्ण साथीहरू, खास गरी मलाई प्रस्ताव गर्नुहुने र मलाई समर्थन गर्नुहुने प्रस्तावक समर्थक साथीहरू र यो अभियानमा विभिन्न ढंगले सघाउने साथीहरूलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनमा म निरन्तर जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु र जुन राजनीतिक दल, व्यक्ति, समूहहरूले मलाई भनेर अथवा सार्वजनिक रूपमा अपिल गरेर नयाँ ढंगले अगाडि बढ्न मलाई आग्रह गर्नुभएको छ, उहाँहरू सबै साथीहरूलाई, समूहलाई, दलहरूलाई पनि म धन्यवाद दिन चाहन्छु र म निरन्तर देशको अग्रगमनको पक्षमा, समृद्धिको पक्षमा, राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा र खास गरी आगामी दिनमा जुन हामीले हिजोदेखि कायम यो लागू गर्न नसकेको वृहत शान्ति सम्झौतालाई कार्यान्वयन गर्ने कुरा छ। अहिले जेएनजी विद्रोहपछि जेएनजी समूहसँग राज्यले गरेको सम्झौता छ, यिनीहरूको कार्यान्वयन गर्नको निम्ति मैले आफ्नो तर्फबाट सहयोग गर्ने नै छु र आवश्यक पर्ने भूमिका म निस्वार्थ रूपमा, निस्वार्थ ढंगले मैले निर्वाह गर्ने छु र मैले हुर्काउँदै आएको हिजोको नयाँ शक्ति पार्टी जो अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीको रूपमा अगाडि बढेको छ, त्यसको सँगसँगै अरू रासपा, अन्य उज्यालो नेपाल पार्टी लगायतका जुन नयाँ बनेका पार्टीहरू छन् र पुराना दलहरूका पनि अग्रगामी सोच राख्ने जो साथीहरू हुनुहुन्छ, उहाँहरू सबैसँग सहकार्य गर्ने, सबैलाई सहयोग गर्ने मेरो प्रतिबद्धता रहन्छ। म यही प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि विगतका जस्तै
यहाँहरूबाट सद्भाव प्राप्त भइराख्नेछ। म निरन्तर यहाँहरूको सेवामा लागिरहनेछु। यही विश्वास व्यक्त गर्दै म अहिले आफ्नो भनाइ अन्त्य गर्छु। धन्यवाद। नमस्कार।